नमस्कार सबैजनालाई। आज शनिबारको दिन हामी फ्यामिली घुम्न आएका हौँ। आज हामीले धेरै टाढा पनि गएनौँ। हामी पोलक हाउसमा जाँदैछौँ। यहाँ म ड्राइभिङ गर्दैछु, नानी पछाडि छ, श्रीमानज्यूले भिडियो खिच्दै हुनुहुन्छ। हामी आज ग्रोसरी पनि लिन जाँदैथ्यौँ। त्यही भएर हामी विशेष गरी जहिले पनि हामी युकेमा हुनुहुन्छ भने सबैजनालाई थाहा छ नै, लिडल चाहिँ सबैभन्दा सस्तो र सबै चिज पाउने ठाउँ हो र हामी प्रायः जसो लिडलमै सबै सामानहरू किन्दैछौँ। तरकारीहरू विशेष गरी हामी एक हप्ताको लागि भनेर हामी लिन्छौँ। ताजा पनि पाइन्छ र हामीलाई जुन जुन चाहिन्छ धेरै जसो नेपाली खानेकुराहरू बनाउनको लागि धेरै आइटम्सहरू यहाँ पनि पाइन्छ र एसियन सपहरू पनि पाइन्छ। तर यहाँ चाहिँ सस्तो भएको कारणले गर्दाखेरि हामी यही नै लिन्छौँ। तरकारीहरू फलफुलहरू हामी यहाँ खोज्दै पनि छौँ। नानीले पनि अगाडि के सामानहरू छ ऊ खेल्दै पनि छ। सबै सामानहरू हामीले किनिसकेपछि हामीले यहाँ पार्कमा कारमा ल्याएर राख्दैछौँ। अनि हामी फेरि यहाँबाट फर्किँदैछौँ र हामी यहाँबाट जाने बित्तिकै हामी यहाँ पोलक हाउसको प्रिनल हाउसमा हामी घुम्न जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ पार्किङको लागि अलिकति समस्या रहेको थियो, तै पनि हामीले पार्किङ पाइसकेपछि हामी फेरि घुम्न गयौँ। थोरै समय हामीले यहाँ सनफ्लावर पार्क पनि गयौँ, म्युजियमभित्र पनि गयौँ, केही फोटोहरू खिच्यौँ। नानीले हाम्रो फोटोहरू पनि खिचेको थियो र ऊ पनि धेरै राम्रो फोटो खिच्छिन्। हामी दुईजनाको फोटो उसले नै खिचेको हो, हेर्न सक्नुहुन्छ। र यहाँ हामीले थोरै भिडियोहरू पनि खिच्यौँ। यहाँभित्र भएका म्युजियममा धेरै कुराहरू हिस्ट्री रहेका थिए कि यो हिस्ट्रीमा हामीले खासै त केही त बुझेनौँ, तर पनि यहाँको विशेषता भनेको यहाँ धेरै कुराहरू रहेको छ। सबैजनालाई यति नै हो आजको लागि। भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद।